एभ्रिवान वेलकम टु माई ब्लग। हामी चाहिँ आज हाम्रो ओखलढुङ्गा जिल्लाकै दोस्रो लम्बाइमा पर्ने रातमाटे झरना घुम्न गइरहेको छौँ होइन। हामी धेरैजना छौँ, सबजना थोरो बाटो हिँड्दाखेरि नै थाकिसक्नु भएको अवस्था, बट बाटो पनि अप्ठ्यारो छ। सहित ठुलो पहिरो पनि आउनु लागेको छ, बाटो धेरै अप्ठ्यारो छ। यहाँ विनिता भान्जी ठ्याक्कै आइपुग्यो। हजुरहरूले हेर्न सक्नुहुन्छ पहिरो छैन। त्यसरी आउँदै हुनुहुन्छ दाइहरू भान्जीहरू। तर भ्यू चाहिँ दामी देखिने क्या होइन। हेर्न सक्नुहुन्छ तलसम्म नै सबै हामी चाहिँ त्यहाँ आउन लागेको छ है। हामी पुग्ने ठाउँ त्यहाँ हो। यहाँ भान्जीहरू सबजना यस्तो हालतमा छ, उता भान्जीको हालत त्यस्तो छ। अब म्याक्सिमम 4-5 घन्टाको यात्रामा होइन रोड भए पनि हामीसँग साधन नभएको अवस्था। हिँडेर बिस्तारै आउँदैछौँ। त्यहाँ पुग्न लागेको छ। पुगेपछि हामी भ्लग कन्टिन्यू गर्ने नै छौँ। यहाँ हामी खोल्सामा आइपुग्यौँ। All of you good? Good. Why? Huh? यहाँ कमेडी नै हुन्छ। नर्भस हुनेवाले। हेलो युनिसा। Why you nervous? Now not good feeling है। यति राम्रो राम्रो भ्यूहरू आइरहेको छ। सबिन भाइ ओ सरी झन्डै लडे झन्डै भयो होइन। फिलिङ गुड? म्याक्सिमम 80-100 meters 80 and 100 meters
वैज्ञानिक परेन नि त वैज्ञानिक परेको जहाँ त्यहाँ हेऱ्यो है पानी नै पानी यहाँ हाम्रो मोटे हाम्रो मोटेलाई केही भन्नु छ छैन हाम्रो मोटेको लगभग 5 केजी चाहिँ ज्यान घटिसक्यो होला हिँड्दा वहाँ माथि पुगिरहेछ हाम्रो सुजित छोरा दाई मातृका दाई रबिन भाइ सबिन भाइ जतिखेर नि जुत्ता धोइरहेछ लङ भए पनि माइन्ड नगर्नु होला लाइक एन्ड सब्स्क्राइब हेर्दैन यहाँ कमेडी पनि भइरहेछ बाटो यो हालतमा छ हामी धेरै राम्रो भ्यू हेर्दै हेर्दै आइरहेछ धेरै वेट पनि गर्यो यहाँ त बाबु कस्तो छ अनि त्यो छाता किन खोलेको यहाँ चाहिँ हाम्रो छोरो अघिदेखि दौडिरहेछ थाक्यो थाकिएको छैन हाई भन्दैन हाई भन्दैन ल अब चाहिँ एउटा उकालो त्यस पछाडि छाँगा आउन लागेको छ बाटो यस्तो छ उकालो भन्दा ठिक लागिरहेछ सेन्टर पोइन्टमा आइपुगेको छौँ बाटो यस्तो छ बट बाटो जस्तो सुकै भए पनि भ्यू चाहिँ दामी हो होइन दामी फिल आइरहेछ हाम्रो छोरा जतिखेर नै अगाडि हिँडिरहेछ सुजित यता हाम्रो गाइड चाहिँ ऊ छोरा यहाँ छ गाइड भनेको सबैभन्दा सानो छ होइन उसले भिजिट गराइरहेछ हाम्रो ठाउँहरू आइसक्यो अघि मैले देखाएको रुख यही हो अब चाहिँ अलिक फिलिङ गुड छ होइन
छैन बाटोको हालत यस्तो छ हैन के डुब्यो ल बट भ्यू दामी छ हैन ठ्याक्कै आइपुग्यो अब चाहिँ धेरै टाइम लाग्दैन बट यहाँको रुखहरू चाहिँ बबाल हो क्या हैन भान्जी यता हाम्रो राजा हाम्रो गाइड अब थाक्नु भयो जस्तो छ गाइड हो है यता छ उहाँ देख्न सक्नुहुन्छ हाम्रो लाई हेलो एभ्रिवान सबजना हेलो हाई हामी ठ्याक्कै फाइनली हामी आइसकेको छौँ झर्ना 3-4 घण्टाको बाद आइपुगेको छौँ हामी फाइनली हाम्रो ड्रिम पुरा भयो भन्दा 4 घण्टाको बाटो तर ड्रिम लास्टै पुरा भयो यस्तो धेरै खुसी छु म है ड्रिम गोल पुरा भइसकेको छ हामी ठ्याक्क आफ्नो लोकेसन यही हो हाम्रो के भन्छ रातमाटे झरना सबजना यहाँसम्म आउनुको कारणै झरना हेर्न होइन ठिक छ होइन पुरै हामी चाहिँ त्यहाँसम्म पुगौँ भन्ने कुरा हो लाइक धेरै माथि आयौँ हामी वहाँ तलदेखि हेलो मातृका दाइ वाटरफल यहाँ राख्नु
गाइस हामी हिँड्दा हिँड्दै यहाँ यति धेरै रात परिसक्यो होइन सबजना हुनुहुन्छ यो चाहिँ लास्ट भ्लग धेरै घुमिसक्यो हामीले दिदी पनि भेटाएको छ हामीले त यता दिदी हाई गरिदिनु त दिदी पनि हुनुहुन्छ होइन धेरै पछि भेट भएको दिदी उहाँ चाहिँ होइन फेरि खास दिदी चाहिँ उहाँ है दिदीको भाइ चाहिँ सबजना भाइ नै हो बट यता चाहिँ छोरीहरू नै पऱ्यो यता चाहिँ अब धेरै टाढा जानु छ बट भ्लग इन्डसम्म पुग्दाखेरि घर पुगौँ भनेको थियो अँधेरो भएको कारणले यहीँ इन्ड गर्न लागि छ यता अनि भान्जा के छ त अनि ठिक छ फिलिङ गुड होइन भान्जीहरू फिलिङ गुड फिलिङ गुड यता वाइ नट गुड ल ठिक छ त्यो भनेको म भरे आगो हालिदिन्छु आगो हालेर गर्छु अझै पनि हाम्रो वाटरफल सकिएको छैन आइरहेको फाइनली यहीँ इन्ड गरिदिउँ होइन भ्लग बाई बाई अल अफ यु मात्रिका दाइ बाई बाई लास्ट इन्ड भ्लग है हाम्रो गाइड कहाँ हुनुहुन्छ उता हुनु